अब यिनले मलाई गर्न बाँकी भनेको गोली हान्ने हो, म तयार छु। यसै पनि बिच सडकमा एकजना मान्छेलाई गोली हानेर मारेको पापी सरकार होइन अस्ति भर्खरै। के नियतले मलाई मध्यरातमा त्रिशुलीको तिरैतिर दासढुङ्गा हुँदै लिएर गयो, मेरो परिवारलाई, मेरो वकिललाई कसैलाई थाहा नदिकन लुकाएर मध्यरातमा के नियतले मलाई उठाएर लिएर गयो, सबैसम्म जग जाहेर छ। त्यसैले कुनै पनि हालतमा जो अभियानमा लोभ लालच नराख्नु होला। एकपटक हामीले त्याग गर्ने हो। यो त्याग भनेको ज्यान जाने त्याग होइन। रासोपाले कसैको ज्यान लिने खालको न आह्वान गर्छ न कुनै इच्छा राखेको छ। तपाईँ हामीले एकपटक योग्य मान्छेहरूलाई ल्याएर आजको सदनमा रासोपा हटाउनुहोस्, त्यो सदन हुँदैन। रासोपा छ त्यस कारणले सदन भएको छ, कल्पना गर्नुहोस्। एकपटक म तपाईँसँग केही पनि माग्दिनँ। एकपटक यो पदको लोभ छोडेर मैले कुन पदमा आज रासोपामा आफू आसीन भए भन्ने कुरालाई बिर्सिएर आउने चुनावमा 101 उम्मेदवार उठाउनका लागि प्रतिबद्ध बन्नुहोस्। हामीले उम्मेदवार उठाउनमा हामीले गल्ती गरेनौँ भने जहाँ उठ्यो त्यही जित्छौँ, कहीँ हार्दैनौँ। त्यसैले एकपटक यदि त्यसका लागि मैले उम्मेदवारी नदिएर मभन्दा योग्य मान्छेलाई छोड्नुपर्छ भने म तयार छु। 1 नम्बरमा म तयार छु, म छोड्न तयार छु। रासोपा बनाउँदाखेरि सभापति बनिदिनुहोस् भनेर मैले नचाहेको ढोका छैन। मैले नेतृत्व दिन चाहेको होइन। मलाई मेरो लिमिटेसन थाहा छ, मलाई थाहा छ, मेरा सीमितताहरू छन्। त्यसै कारणले मैले कतिवटा ढोका चाहदिनँ। आउनुहोस् तपाईँ सभापति बन्नुहोस्, म सारथी बनेर पार्टी चलाउँछु। तर यो लुट तन्त्रको अन्त्य गरौँ, यिनलाई हराउँ, एक-एकलाई हराउँ भनेर कसको मात्र घरमा गइनँ म। तर कसैले पत्याएन, कमले पत्याए, थोरैले पत्याएको भए आज परिवर्तन हुन सक्थ्यो, यिनलाई हराउन सकिन्थ्यो। तर त्यतिखेर समय भएन, पत्याइएन। अब त्यस्तो नहोस्, अब त्यस्तो नहोस्। आज पनि रासोपाको सभापति म बन्छु भनेर कोही आउँछ भनेर छाती ठोकेर हाँसेर साँचो बुझाउन तयार भएर बसेको छु म। तर यो अभियान मर्न दिनु हुँदैन साथी, यो अभियान मर्न दिनु हुँदैन। आफ्नो पद, आफ्नो सानो लाभको घेराभित्र बस्यौँ भने तपाईँ हामी सकिन्छौँ। कसैलाई गाली गरेर, कसैलाई होच्याएर केही हुनेवाला पनि छैन। र फेरि पनि तपाईँहरूलाई भन्न चाहन्छु, सरकारबाट हामी होसियार हुनुपर्छ। 4000 मान्छे आउँदाखेरि यो सरकार जनतालाई जोगाउन सक्दैन। यो सरकारको गृहमन्त्रीज्यूलाई म के भन्नु भन्यो भने प्रतिशोध खाने जस्तो होला। बिहे गरेर गएका उमेर पुगेका अन्तर्जातीय जोडीलाई पक्रनको निमित्त मुम्बईसम्म पुलिस पठाउन सक्ने यो सरकार यहाँ 4000 मान्छे आउँदा जनता जोगाउन सक्दैन। यो भिजिबिलिटी गुमाइसकेको सरकारले कुन नैतिकताका आधारमा बसेको छ मलाई थाहा छैन। सरकारको औचित्य समाप्त भइसकेको छ र संसदबाट बलियो सरकार